सम्पूर्ण मेरो प्रिय दाजुभाइ तथा दिदीबहिनीहरूमा जय मसी नमस्ते म भन्न चाहन्छु। आज एउटा सानो भिडियो तपाईँहरूको बिचमा लिएर आएको छु। पहिले यो भिडियो हेर्नुहोस् अनि यसको बारेमा हामी केही कुराकानी गर्नेछौँ। अहिले तपाईँले भर्खर हेर्नुभयो एउटा भिडियो है, कस्तो दर्दनाक पीडादायी भिडियो छ त्यो चाहिँ। अनि यीशु ख्रिस्ट चाहिँ पापी हुनुहुन्थेन क्या। यीशु ख्रिस्टले त्यसरी मारी मार्नको लागि केही पनि अपराधहरू गर्नुभएको थिएन। यीशु ख्रिस्टले त यस संसारमा अन्धाहरूको आँखा खोलिदिनु भएको थियो, बहिराहरूको कान खोलिदिनु भएको थियो, बिरामीहरूलाई निको पार्नुभएको थियो। अनि प्रेम र क्षमाको विषयमा यीशु ख्रिस्टले शिक्षा दिनुहुन्थ्यो। यीशु ख्रिस्टले त्यसरी मारिमार्नको लागि केही पनि गल्ती गर्नुभएको थिएन। रोमी सैनिकहरूले उहाँलाई निर्दयी रूपमा कुटे। इतिहासकारका अनुसार कोर्रा भनेको छाला र शरीर च्यात्तिने खालका टुक्राहरू त्यस कोर्रामा राखिएको हुन्थ्यो। एकपटक त्यो कोर्रा लगाउँदै गर्दाखेरि, कोर्राले हान्दै गर्दाखेरि शरीरमा रहेको पुरै मासुहरू च्यात्तिन्थ्यो, शरीरमा रहेको मासुहरू लुच्छिन्थ्यो। यसरी पीडादायी तरिकाले चाहिँ यीशु ख्रिस्टलाई मानिसहरूले पिट्छन् र मार्छन्। यशाया 53 अध्यायले यसरी भन्दछ, ऊ त उहाँको सामुन्ने कलिलो बोट जस्तो र सुक्खा जमिनबाट निस्किएको जरो जस्तो बढ्यो। उसित हामीलाई आकर्षण गर्ने केही पनि न त सुन्दरता न त महत्त्व नै थियो। उसको अनुहारमा हामीलाई मनपर्ने केही पनि थिएन। ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसँग परिचित। ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्ना मुखहरू फर्काउँछन्। ऊ घृणित थियो र उसलाई हामीले केही मोलकै बनेनौँ। निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो र हाम्रा दुःख बोक्यो। तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको र उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौँ। तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो, हाम्रा अधर्मका निम्ति उपेलियो र हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो। आज कति मानिसहरूले भन्छन् चर्च जान्छ, क्रिस्चियन धर्म मान्छ। धर्म होइन के, धर्म होइन। जब यीशु ख्रिस्टले तपाईँको र मेरो निम्ति भोग्नुभएको यस्तो दुःखलाई हामी सम्झिन्छौँ नि, जब ख्रिस्टको त्यस्तो अचम्मको प्रेमलाई हामी सम्झिन्छौँ नि, तब हामीलाई चर्च आउन मन लाग्छ। अनि हामीलाई चर्च निरन्तर रूपमा जान मन लाग्छ, प्रार्थना गर्न मन लाग्छ, अनि निरन्तर रूपमा वचन गर्न मन लाग्छ क्या। यस्तो ख्रिस्टको प्रेमलाई जब हामी थाहा गर्छौँ है, त्यही भएर तपाईँ जति हुनुहुन्छ, जतिले भिडियो हेर्दै हुनुहुन्छ, ख्रिस्टले तपाईँलाई धेरै माया गर्नुहुन्छ अनि ख्रिस्टले तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ। आज ख्रिस्ट चाहिँ कल्भरी क्रुसमा यसरी झुन्डिनुको कारण, त्यसरी मर्नुको कारण एउटै छ, त्यो भनेको यीशु ख्रिस्टले तपाईँलाई प्रेम गर्नुहुन्छ
अनि तपाईँको उहाँले वास्ता गर्नुहुन्छ।